आज रामनवमी पर्व। रामनवमीका अवसरमा सरकारले दियो सार्वजनिक बिदा। नेपाल सम्भावनाले भरिपूर्ण मुलुक हो, आशावादी बनाऊ भन्छन् प्रधानमन्त्री ओली। तिनकुनै घटनाको निष्पक्ष छानबिन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौं प्रधानमन्त्री ओली। सरकारले शिक्षकहरूका माग सम्बोधन गर्छ, उहाँहरू छिट्टै फर्कनुहुन्छ प्रधानमन्त्री ओली। सिर्पे चिन्ह लिएर चुनाव लड्न तथा 2/3 ल्याएर व्यवस्था बदल्न नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको ज्ञानेन्द्र शाहलाई चुनौती। नचाहिने थोत्रो मिल्काइएको र थन्काइएको भन्दै ज्ञानेन्द्र शाहप्रति गगन थापाको टिप्पणी। चितवनबाट रासपाले शुभारम्भ गर्यो जनयात्रा। रवि लामिछानेलाई थुनामा पठाउने आदेश विरुद्ध सोमबार सर्वोच्च अदालत जाँदै रासोपा। ढकालले सुनाए लामिछानेको अन्तिम इच्छा, भ्रष्टहरूलाई जेल हाल्दै जेलभित्र 10 दान वैतरणी गर्ने। सुरु भयो सेतो मछेन्द्रनाथको रथयात्रा। काठमाडौँ उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने। मानव अधिकार उल्लङ्घनमा अन्तर्राष्ट्रिय ढोका ढकढकाउने बेला भयो भन्दै रवि पक्राउबारे शोभिताको प्रतिक्रिया। सभापतिलाई थुनामा पठाउने प्रक्रिया कानून सम्मत भएन, एक बनाऊ रासपा सांसद चौधरी। राजावादीको हिंसात्मक प्रदर्शन प्रहरीले लुकाएको तथ्य के हो, हेर्नुहोस् आजको समाचारमा। नारायणगढ बुटवल सडक खण्ड बन्द गरेर विस्तारको काम गरिने। अन्नपूर्ण हिमपहिरोमा हराएका चिनिया पर्यटकको 13 दिनपछि शव भेटियो। 360 मै इयरबड्स दिने भनेपछि ग्राहकको भिड, प्रहरीले हटायो बोर्ड। राजतन्त्र फर्किने सम्भावना नभएको रक्षा मन्त्री राईको भनाई। लोकतन्त्रवादीले 2 दलीयकरण गर्न खोजेको भन्दै कंग्रेस एमालेलाई विराज भक्तको कटाक्ष। विदेशी वस्तुको व्यापारबाट मात्रै देश समृद्ध हुन नसक्ने उद्योग मन्त्रीको भनाई। एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने। भिरकुटी मण्डपको भाडा नतिरेमा पर्यटन बोर्डदेखि रिपोर्टर्स क्लबसम्म। कविन्द्र बुर्लाकोटी भन्छन् रवि लामिछानेको लडाईँ कानूनी मात्रै होइन, राजनीतिक लडाईँ पनि हो। भारतीय एम्बुलेन्समा ठूलो मात्रामा अवैध लागु औषध बरामद, 4 जना पक्राउ। भारतीय पर्यटकसँग प्रदेश सरकारले लिन थाले छुट्टै शुल्क, मागे भन्सार कार्यालयमै कर उठाउने ठाउँ। रासपाका उपसभापति स्वर्णिमलाई कारबाही गर्न मुकुल ढकालको माग। तमदास रेडी सडक 1 महिनासम्म बन्द हुने। डीडीसीको बदमाशी, 500 मिलिलिटर दुधको प्याकेटमा 400 मात्रै भेटियो। वडा कार्यालयमा दर्ता गराएर मात्रै कुकुर बिरालो पाल्न काठमाडौँ महानगरपालिकाको सूचना। बार निर्वाचनमा सहभागी भएनन् 2000 कानून व्यवसायी। नन्दन यादव 3 वर्षपछि नेपाल राष्ट्रिय क्रिकेट टोलीमा अटाए। पूर्व विजेता काठमाडौँ रेजर्सलाई हराउँदै नेपाल सुपर लिगमा पोखराको पहिलो जित। एनएसएल फुटबल प्रतियोगिता हेर्न ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउँदै। चीनले जवाफी कर लगाएपछि अमेरिकी शेयरका लागि कोभिड यताकै खराब साता। भारतमा मुस्लिम सम्पत्ति व्यवस्थापन सम्बन्धी विवादास्पद विधेयक पारित। अमेरिकाले अवैध भनेर डिपोर्ट गर्यो वैध आप्रवासी। अमेरिकाले अफगानिस्तानमा छाडेका अस्त्र कालो बजारमा अल कायदा आबद्धहरूलाई बेचिँदै। म्यानमार भूकम्पमा मृतकको संख्या 3300 नाग्यो। र स्वास्थ्य जानकारीमा हावाको प्रदूषणबाट आँखालाई जोगाउने 10 उपाय लगायत देश विदेशका 35 महत्त्वपूर्ण समाचारहरूको विवरण लिएर आएका छौं। हाम्रो समाचार सामग्री अन्त्यसम्म हेरिदिनुहोला। शुभ प्रभात। इनसाइड नेपाल न्यूजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म पुष्प दाहाल। आज मिति 2081 साल चैत्र महिनाको 24 गते आइतबार, इस्वी सम्मत अप्रिल 6, 2025, चैत्र शुक्ल पक्ष नवमी तिथि। आज रामनवमी व्रत, अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस। दर्शकबिन सदाका दिन जस्तै आज पनि हामी देश विदेशका ताजा समाचार सहित तपाईमाझ उपस्थित भइसकेका छौं। तपाईले हाम्रो न्यूज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ, कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनुहोला। प्रस्तुत गरेको समाचार मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला। आज रामनवमी, चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्रको जन्मदिन। वैदिक सनातन धर्म मान्ने समाजमा रामनवमीको स्थान महत्वपूर्ण छ। सरकारले यसै सन्दर्भमा आज सार्वजनिक बिदा दिएको छ। यस हिसाबले रामनवमी राष्ट्रिय चाडकै रूपमा स्थापित छ। रामनवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गर्ने गरिन्छ। रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवं आराधना गरेमा श्री प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ। नेपालमा रामनवमीको पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान श्री रामको पूजा आराधना गरी मनाइँदैछ। रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसाद स्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट जन्मिएका हुन्। रामले मिथिलाका राजा जनकको प्रतिज्ञा अनुसार शिवधनु भाँचेर सीतालाई पत्नीको रूपमा प्राप्त गरे। सीतालाई हिन्दूहरू लक्ष्मीको साक्षात रूप मान्छन् भने रामलाई सीतिपालक भूषण परमात्मा स्वरूप मान्ने गर्छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा उल्टो बुद्धिका शासकका कारण नेपाल विकास निर्माणमा पछाडि परेको बताउनु भएको छ। शनिबार बाराखरी मिडियाले काठमाडौँमा आयोजना गरेको एनएसएल बाराखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले विश्व राजनैतिक इतिहासमा नेपालको स्वाभिमान र गौरवपूर्ण इतिहास रहेको जिकिर गर्नु भएको छ। साथै उहाँले विश्व सभ्यता र ज्ञानको खोजीमा विगतमा नेपाल अग्रणी भए पनि इतिहासका शासकहरूले लादेको कुसंस्कारका कारण 100 वर्ष जहाँको त्यही रोकिनु परेको बताउनुभयो। विगतमा
औपनिवेशिक र सामन्ती प्रथाको राजनैतिक व्यवस्थाका कारण अन्धकारमा धकेलिनु परेको उहाँको धारणा रहेको छ। उहाँले इतिहासमा ज्ञान र शिक्षाको सुरुवात महिलाबाटै सुरु भएको तर सामन्ती प्रथाको राज्य सत्ताका कारण महिलालाई पठन पाठनमा रोक लगाएर आधा जनसङ्ख्यालाई चल्नै नसक्ने बनाएको जिकिर गर्नुभयो। प्रधानमन्त्री ओलीले आर्थिक विकासका लागि कृषिलाई आधुनिकीकरण र मेसिनयुक्त बनाउनु पर्ने बताउनु भएको छ। गाउँमा रहेका ठूला संख्याका नागरिकहरूलाई रोजगारी सिर्जना गर्न तथा आम्दानी वृद्धि गरी तालिम र साना लगानीका उद्योगहरू सञ्चालन गर्न प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले वित्तीय संस्थाहरूले किसान तथा उद्यमीहरूलाई गर्ने सहयोगका बारेमा सरकारले नीति निर्माण गरेर सहज बनाउने कार्यमा सरकार लागि परेको बताउनु भएको छ। साथै उहाँले देश समृद्ध हुनका लागि नागरिकको खर्चभन्दा आम्दानी बढी हुनुपर्ने र सो अवस्था सिर्जना गर्न सरकारले काम गरिरहेको दावी गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सम्भावनाप्रति आशावादी भएर लाग्नुपर्ने बताउनुभयो। साथै नेपाल प्राकृतिक खनिज र विभिन्न स्रोतका हिसाबले सम्भावना भएको मुलुक भएकाले समृद्धिका लागि आशावादी बन्नुपर्ने उहाँको भनाइ छ। उहाँले सरकारले व्यवसायीहरूको अपेक्षा अनुसार नै सकारात्मक नीति निर्माण गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। तिनकुने घटनाको निष्पक्ष छानबिन हुने बताउनु भएको छ। थाइल्यान्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताउनु भएको हो। तिनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले न्यायिक छानबिन हुन पनि सक्ने र नहुन पनि सक्ने बताउनु भएको छ। तिनकुने घटनाको लागि न्यायिक छानबिन गठन गर्ने कि नगर्ने भन्ने बारे विचार गर्नुपर्ने उहाँको प्रतिक्रिया रहेको छ। उहाँले सबै कुरामा न्यायिक छानबिन जरुरी नरहेको समेत प्रतिक्रिया दिनुभएको छ। सम्मेलनमा प्रधानमन्त्री ओलीले भेटघाटबाट प्रधानमन्त्री मोदी समेत खुसी रहेको आफूले पाएको बताउनु भएको छ। उहाँले भन्नुभयो त्यो अत्यन्तै राम्रो र सुमधुर वातावरणमा मित्रता र हार्दिकताका साथ भयो। उहाँले गत सेप्टेम्बरमा दुई नेताबीच पनि राम्रै कुराकानी भएको र बाहिर हल्ला गरे जस्तो कुनै समस्या नभएको स्पष्ट पार्नु भएको छ। नराम्रो केलाई भन्ने हामीले कुराकानी गर्यौं, निकै फ्रेन्डली नै भएको थियो। उहाँले यसपटक अझ व्यापक छलफल भएको स्वीकार गर्नुभएको छ। पारस्परिक लगानी, व्यापार, पञ्चेश्वर लगायतका विषयहरू, दोधरा चाँदनीबाट सिंचाइ लगायतका कुराकानीहरूमा छलफल भएका छन्। द्विपक्षीय पारस्परिक हितका विषयमा पनि कुराकानी भएको र यी कुराकानीहरू व्यापक क्षेत्रमा कुराकानी भएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री ओलीले आफूले नेपाल भारत सम्बन्ध अझै विस्तृत, व्यापक र सुदृढ गर्दै लाने अठोट पनि गर्नु भएको छ। त्यस्तै दुई छिमेकी बीच कुनै पनि सानातिना समस्या देखिए एक आपसमा संवाद गरिहाल्ने र टुङ्ग्याउने भन्ने गहिरो समझदारी गरेको पनि उहाँले जिकिर गर्नु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालले आयोजना गर्ने सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन नआउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सो जानकारी दिनुभएको हो। थाइल्यान्डमा आयोजित बिमस्टेक सम्मेलनका क्रममा भएको साइडलाइन वार्ताका क्रममा प्रधानमन्त्री ओलीलाई सो जानकारी दिएको हो। यसपटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न किनभने उहाँको सो समयमा युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ। यद्यपि भारतबाट उच्च तहबाट नै संवाद कार्यक्रममा प्रतिनिधित्व हुने प्रधानमन्त्री ओलीले बताउनु भएको छ। नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत साबित गरेर चाहे जस्तो व्यवस्था ल्याउन पूर्व राजालाई चुनौती दिनुभएको छ। झापाको मेचीनगर धोलाबारीमा पार्टीले आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूर्व राजा ज्ञानेन्द्र शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए 2084 सालको चुनावमा सिरिपे चुनाव चिन्ह लिएर 2/3 जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिनुभएको हो। महामन्त्री शर्माले भन्नुहुन्छ 84 सालमा चुनाव हुँदैछ, यदि तपाईलाई आफूसँग जनता छन् भन्ने लागेको छ भने सिरिपे चुनाव चिन्ह लिएर मत माग्नुहोस्, 2/3 ल्याएर जनता आफूसँग भएको देखाउनुहोस् अनि संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुहोस्। तर त्यसबाहेकका उपायहरूद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन। संविधान सभाको पहिलो बैठकले विधिवत रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उहाँले सडकमा केही समर्थक उतार्दैमा राजावादीले संविधान सभाको निर्णय उल्ट्याउन नसक्ने बताउनु भएको छ। उहाँले नेपाली जनताले कुन वंशको गर्भबाट जन्मेको भन्ने आधारमा नभई कस्तो कर्म गरेको भन्ने आधारमा आफ्ना प्रतिनिधि चुन्ने गरेको धारणा राख्नुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गर्नुभएको छ। शनिबार काठमाडौँमा आयोजित एनसेल बाराखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले 2080 देखि 90 को दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गर्नुभएको छ। राजतन्त्रलाई नचाहिने थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको उहाँको टिप्पणी रहेको छ। अबको 8-10 वर्षभित्रमा यो 2080 देखि 90 सालसम्मको 10 वर्ष यो नचाहिने थोत्रा गइसकेको, हिजो लगेर एक ठाउँमा मिल्काइसकिएको, थन्काइसकिएको विषय र पात्रको बारेमा छलफल गरेर टाइम खेर फाल्ने समय होइन, थापाले भन्नुभएको छ। अबको एक दशक आइटीको एक्सपर्टलाई 5 गुणा कसरी बनाउने, तलब 3 गुणा कसरी बढाउने, आइटीको इन्फ्रास्ट्रक्चर कसरी बढाउने भन्ने कुरामा बहसको विषय बन्नुपर्ने उहाँको भनाइरहेको छ। हामीले अब गफ गर्नुपर्ने 10 वर्षको विषय भनेको
हाम्रो आइटिएफको एक्सपर्टलाई 5 गुणा कसरी बनाउने, तलब 3 गुणा कसरी बढाउने, आइटीको इन्फ्रास्ट्रक्चर कसरी अगाडि बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्छ, थापाले भन्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले जनयात्रा शुभारम्भ गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो। पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर 10 को गेस्ट हाउस चौरमा एकमुष्ट रूपमा जनयात्रा शुभारम्भ गरेका हुन्। उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ गरेको घोषणा गरेका छन्। हिजोको कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति लामिछानेले उद्घोष गर्नुभएको थियो। तर शुक्रबार साँझ बुटवल उच्च अदालत तुलसीपुरको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उहाँ अहिले प्रहरी हिरासतमा रहनु भएको छ। लामिछानेले पक्राउ पर्नु अघि कार्यक्रम नरोक्न निर्देशन दिनुभएको थियो। लामिछानेले जनयात्राको सभामा आफू गृहमन्त्री भएको प्रचण्ड नेतृत्वको सरकार किन ढालियो भन्ने बारेमा खुलासा गर्ने पनि बताउनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवलको आदेश विरुद्ध सर्वोच्च अदालत जाने भएको छ। पार्टीले भरतपुरमा आयोजना गरेको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आगामी सोमबार उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च जाने सुनाउनु भएको हो। आजको कार्यक्रम खल्लो भएको छ। यहाँ मेरो ठाउँमा रवि लामिछाने हुनुपर्ने थियो। उहाँको मुद्दालाई अस्थिरीकरण गरिएको छ। उहाँले हिरासत बस्दा 84 दिन के भयो सुनाउने भन्नुभएको थियो। त्यही भन्न नदिन हिजो हदगण्डा अपनाइयो। वाग्ले भन्नुभयो, अब रविजीकै सल्लाह बमोजिम अगाडि बढ्छौं। सोमबार अहिलेको यो गैर कानुनी प्रतिशोधपूर्ण देखिने जुन अभ्यास भएको छ त्यसलाई सर्वोच्च अदालतमा लैजान्छौं। उहाँले रविको सांसद पद निलम्बनको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने पनि बताउनु भएको छ। साथै उहाँले सांसद पद निलम्बनमा राखिएको छ। आज पूर्वपक्षका लागि थुनामा पठाएपछि प्रतिनिधि सभाको कुनै नियमावलीलाई फेरि टेक्ने बुझिएको छ। उहाँले भन्नुभयो, सांसद पदको मुद्दा अन्तर्राष्ट्रियकरण गर्ने गरी अगाडि बढ्ने प्रयास गरेका छौं। उहाँले अहिलेको सरकारको औचित्य नभएको भन्दै यसको निकास खोज्न तयार भएको पनि बताउनु भएको छ। रवि लामिछानेलाई पक्राउ गर्न गएका मध्ये एक सादा पोसाकका डीएसपीले उनका सचिवालयका सदस्यलाई सोधेका थिए, उनको अन्तिम इच्छा के हो। त्यसबेर केही बेर भनाभन भएको सार्वजनिक भिडियोमा सुन्न र देख्न सकिन्छ। यसलाई लिएर निकै टीका टिप्पणी भइरहेका बेला हिजोको जनयात्रा सभालाई सम्बोधन गर्दै राजसभा सांसद हरि ढकालले लामिछानेको अन्तिम इच्छा भन्दै अभिव्यक्ति दिनुभयो। यो देशमा किसानको अनुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ। यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ। उहाँले रवि लामिछानेको अन्तिम इच्छा भन्दै सुनाउनुभयो, यो देशमा दलीयकरण र भ्रष्टाचार विरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ। यो देश 35 वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर जेलभित्रै दस्तान बैतरणी गर्ने मन छ। उहाँले एकजना व्यक्तिलाई राज्यले पटक पटक लखेटेको भन्दै यसलाई चितवनले फेरि जवाफ दिनुपर्ने बताउनु भएको छ। सरकारमा भएकाहरूले न्यायालयको प्रक्रिया नबुझेको पनि उहाँले टिप्पणी गर्नुभयो। सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ। हिजोबाट मच्छिन्द्र बहालदेखि सुरु भएको रथयात्रा तीनधारा, पाठशाला, जमल, रत्नपार्क, भोटाइटी हुँदै असनसम्म पुगेको छ। सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्य अवलोकितेश्वर मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो। काठमाडौँ उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ। सेतो मच्छिन्द्रनाथको रथ मच्छिन्द्र बहालदेखि तीनधारा, पाठशाला, जमल, रत्नपार्क, भोटाइटी हुँदै असन, बालकुमारी, टेलकोट, इन्द्रचोक, मखन हुँदै हनुमान ढोका, जैसी देवल, ज्यावहाल हुँदै लगनसम्म लगिन्छ। अन्तिम दिन लगनटोल स्थित मच्छिन्द्रनाथकी आमालाई 3 पटक परिक्रमा गराउने प्रचलन छ। त्यसपछि रथयात्रा सम्पन्न हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले आफ्ना पार्टी सभापति रवि लामिछाने गैराती जिल्ला प्रहरी परिषद काठमाडौँको बसाइबारे शनिबार आफूलाई जानकारी गराएको बताउनु भएको छ। चितवनको भरतपुरमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले बिहान भैरवा आउनु अघि रविसँग भेट भएको जानकारी गराउनुभयो। सो भेटका क्रममा लामिछानेले आफूलाई भनेको कुरा पनि खुलाउनु भएको छ। आज बिहान जाँदै गर्दा पनि सभापतिजीसँग मेरो कुराकानी भएको छ। उहाँले भन्नुभयो, हेर्नुहोस् न स्वर्णिमजी, हिजो के न के बित्यो भनेर मलाई यहाँ ल्याए। लामिछानेको भनाइ उद्धृत गर्दै वाग्लेले भन्नुभयो, अहिले यहाँ दाल भात खुवाएर राखेका छन्। आज पनि बिदा छ, भोलि पनि बिदा छ। लामिछानेलाई शुक्रबार साँझ प्रहरीको टोलीले धरपकड गरेर पक्राउ गरेको भन्दै उहाँले भन्नुभयो, सारा कानुनी राज्यको धज्जी उडाइएको छ भन्ने आज प्रमाणित भएको छ। अहिले आफ्नो पार्टीलाई सरकारले निकै प्रहार गरिरहेको उहाँले बताउनुभयो। रासपा सांसद शोभिता गौतमले पार्टीका सभापति रवि लामिछानेलाई रातारात घरबाटै पक्राउ गरेर लैजानु संविधान र विधिको शासनमाथिको गम्भीर आक्रमण भएको बताउनु भएको छ। शनिबार सामाजिक सञ्जाल मार्फत सांसद गौतमले आफ्नो धारणा राख्दै केही कसैको पक्राउ कानुनी आवश्यकता नभएर राजनैतिक प्रतिशोध बन्न पुगेपछि लोकतन्त्रको दिहावसान हुने बताउनु भएको छ। जब राज्यका संयन्त्रहरू आफैले कानुनको पालना गर्न छाड्छन् अनि कसैको पक्राउ कानुनी आवश्यकता नभएर राजनैतिक प्रतिशोध बन्न पुग्छ, त्यहाँ लोकतन्त्रको दिहावसान हुन्छ, गौतमले
गौतमले लेख्नुभयो। हाम्रो पार्टी सभापति रवि लामिछानेमाथि हिजो भएको व्यवहार र घटना एउटा व्यक्तिमाथिको अन्याय मात्र होइन, संविधान र विधिको शासनमाथिको गम्भीर आक्रमण हो। पक्राउ पूर्जी बिना अर्काको घर र आँगनमा टेकेर पक्राउ पूर्जी दिएको विषयमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, पक्राउ पूर्जी अर्काको घरमा बिना अनुमति दलबलसहित गएर कागजमा लेखेर दिने विषय हो। पक्राउ गर्न गएर बल्ल पक्राउ पूर्जी जारी गर्ने अधिकार कसले दियो? उहाँले यसलाई कुनै त्रुटि भन्दा पनि संविधान र न्याय प्रणालीको गम्भीर उल्लङ्घन भएको बताउनु भएको छ। यो कुनै त्रुटि होइन, संविधानको धारा 20 र न्याय प्रणालीको आधारभूत सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन हो। उहाँले भन्नुभयो, यो नियोजित बल मिचाइ हो। कानुनलाई हतियार बनाएर राज्यले एक नागरिकमाथि अन्याय र अत्याचार गरेको छ। सांसद गौतमले यसलाई मानव अधिकार उल्लङ्घनको मुद्दाको रूपमा लिनु भएको छ। कानुनकै नाममा हुने हिंसा सबैभन्दा खतरनाक भएको भन्दै उहाँले पार्टी सभापति लामिछाने हिंसाको शिकार बनेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद अशोक चौधरीले सभापति रवि लामिछानेलाई थुनामा पठाउने प्रक्रिया कानुन सम्बद्ध नभएको दावी गर्नुभएको छ। शनिबार चितवनमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले अदालतको विधि नै नपुगी पूर्जी बिना सभापति लामिछानेलाई थुनामा पठाउन लागिएकोमा आपत्ति जनाउनु भएको छ। हिजोको घटनाले निकै दुखी बनाएको छ। संयमित भएर हामी शक्तिको रूपमा परिणत गर्नेछौँ, अदालतको सम्मान गर्छौँ, चौधरीले भन्नुभयो। तर अदालतको आदेश विधि नपुग्दै पक्राउ पूर्जी बिना गरिने यस्ता थुनाई कानुनी होइनन्। उहाँले देशमा निराशा, आक्रोश र अन्याय बढेको भन्दै सरकार दलाल र ठेकेदारको सेवक बनेको आरोप पनि लगाउनु भएको छ। काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा गोली गट्ठा तथा अस्वाभाविक सामग्रीहरू उपयोग भएका विषयमा प्रहरीले तथ्याङ्क लुकाएको खोलेको छ। घटनाका बारेमा प्रहरी प्रवक्ता प्रहरी नायब निरीक्षक दिनेश कुमार आचार्यले गत बुधबार पत्रकार सम्मेलन गरी तथ्य र तथ्याङ्कहरू सार्वजनिक गर्नुभएको थियो। तर प्रहरीले आन्तरिक रूपमा तयार पारेको प्रतिवेदन भने प्रवक्ता आचार्यले पत्रकार सम्मेलनमा दिएको भन्दा भिन्न तथ्यहरू समावेश भएका छन्। खासमा गोली गट्ठा तथा अस्वभावका सामग्रीहरू उपयोगका सम्बन्धमा प्रहरीले जानीबुझी सूचना लुकाएको खुलासा भएको छ। आन्तरिक प्रतिवेदनमा एकिन विवरण समावेश गरे पनि प्रहरीले सञ्चार माध्यमलाई भने प्रहरीको छवि जोगाउने हिसाबले सूचना प्रवाह गरेको पाइएको छ। घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौँले प्रतिवेदन तयार गरेकोमा उक्त प्रतिवेदन भने नयाँ तथ्यहरू खुलाइएको छ। भिड तितरबितर पार्नेदेखि भड्किएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले एसएलआर र इन्सान राइफलबाट घातक बल प्रदर्शनकारीमाथि प्रहार गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। तर यसअघि प्रवक्ता आचार्यले एसएलआर र इन्सास राइफल प्रयोग गरेको विषय भने खुलाउनु भएको थिएन। एसएलआर भनेको अर्ध स्वचालित बन्दुक हो, जसमा एकसाथ 18 वटासम्म गोली लोड गरेर 300 मिटर टाढासम्म प्रहार गर्न सकिन्छ। इन्सास भने एसएलआर भन्दा सानो आकारको आधुनिक अर्ध स्वचालित राइफल हो। यी दुवै हतियार युद्धमा प्रयोग हुने हतियार हुन्। तीनकुनेमा भएको प्रदर्शनमा प्रहरले एसएलआर र इन्सास राइफल मार्फत 81 जङ्गी राउन्ड र 165 ब्ल्याक राउन्ड फायर गरेको थियो, जबकि प्रवक्ता आचार्यले यसअघि यसबारे कुनै तथ्याङ्क खुलाउनु भएन। त्यस्तै प्रहरले प्रदर्शनकारीहरूलाई 746 ग्यास सेल प्रहार गरेको जनाएको थियो। तर आन्तरिक प्रतिवेदनमा भने 868 वटा ग्यास सेल प्रहार भएको उल्लेख गरिएको छ। शटगन मार्फत कार्ट्रिज 3 र रबर छर्रा 201 फायर गरेको परिसरको प्रतिवेदनमा देखाइएको छ। भिड नियन्त्रणका लागि प्रहरीले लाठी 59, सिल ढाल 49, हेलमेट ढाल 49, मेगाफोन 1, ह्यान्डसेट 1 र फुल गियर 5 वटा प्रयोग भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। सडकमा जम्मा भएको भिड तितरबितर पार्नेदेखि भड्किएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले म्याद गुज्रेका अश्रु ग्यास समेत प्रयोग गरेको बताइएको छ। म्याद सकिएका उपकरण प्रयोगलाई मानव अधिकारको दृष्टिले अमानवीय मानिन्छ। म्याद गुज्रेका त्यस्ता उपकरण प्रयोगले सुरक्षा कमजोर हुन्छ भने स्वास्थ्यमा गम्भीर असर पार्छ। उक्त दिन त्यसरी घातक बल प्रयोग भएको विषयमा सत्य तथ्य छानबिन गर्नुपर्ने संसद र सडकबाट माग उठिरहेको छ। गोली लाग्नेहरूमा प्रदर्शनकारीहरू भन्दा पनि सर्वसाधारणहरू बढी देखिएका छन्। तर प्रहरी अधिकारीहरू भने यस विषयमा आफूहरूले लुकाउनु पर्ने कुरै नभएको दावी गरेका छन्। त्यत्रा घरहरू जलेका छन्, लुटपाट भएको छ। त्यो क्षतिलाई पनि हेरौँ, प्रवक्ता आचार्यले भन्नुभयो। सबै गोली र ग्यास मान्छे ताकेर हानिएको होइन, भिड नियन्त्रणका लागि प्रयोग गरिएको हो। आचार्यका अनुसार 20 जनालाई गोली लागेकोमा 8 जनालाई मात्र बुलेट लागेको हो, बाँकी 13 जनालाई रबर मात्र लागेको छ। भिड नियन्त्रणका लागि प्रहरीले धेरै नै संयमित भएर काम गरेको छ, जसले धेरै क्षति हुन पाएन, आचार्यको दाबी रहेको छ। उक्त प्रतिवेदन अनुसार आगजनी तथा तोडफोडबाट प्रहरीका सवारी साधन 7 वटा, अन्य सरकारी कार्यालयका सवारी साधन 10 वटा, संस्थानको सवारी साधन 1, निजी सवारी साधन 18 र नम्बर नखुलेका सवारी साधन 4 पाङ्ग्रे, 27 र 2 पाङ्ग्रे सहित 6 वटा गरेर 59 वटा सवारी साधनमा क्षति पुगेको छ। प्रदर्शनकारीले व्यक्तिको घर 6 वटा, निजी संस्था 29 वटा, सरकारी कार्यालय 3, राजनीतिक दलका कार्यालय 2 सहित 40 घर, संघ संस्था र कार्यालयहरू क्षति पुगेको छ। प्रदर्शनकारीहरू 3 महिला सहित 54 जना घाइते भएको समेत प्रतिवेदनमा उल्लेख भएको कान्तिपुरमा प्रकाशित चैत्र 23 गतेको समाचारमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन गरिरहेका शिक्षकहरूको कुरा सरकारले सुन्ने भन्दै धेरै दुःख नगर्न आग्रह गर्नुभएको छ। थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताउनु भएको। हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरूको कुरा सुन्छ पनि। न सरकार उहाँहरूको विरोधी हो, न उहाँहरू सरकारको विरोधी हो, यो सबै हामी एउटै हौ, प्रधानमन्त्री ओलीले भन्नुभयो। के कति गर्न सकिन्छ भन्ने कुरा एक आपसमा बसेर टुङ्गिने कुरा हो। धेरै उहाँहरूले पनि दुःख नपाए हुन्छ। देशभरका शिक्षकहरू केही दिनदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित प्रदर्शनमा छन्। यसबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाब दिँदै प्रधानमन्त्री ओलीले यसअघिका सरकारले शिक्षकको कुरा नसुनेको र अहिले त्यस्तो नहुने बताउनु भएको छ। अहिलेका सरकारले आफ्ना कुरा सुन्ने देखेपछि नै शिक्षकहरू प्रदर्शनमा आएको प्रधानमन्त्री ओलीको दाबी छ। नारायणगढ बुटवल सडक खण्डको दाउन्नेमा सडक विस्तारका लागि राजमार्ग बन्द गरिने भएको छ। आउने बर्खाभन्दा अगाडि नै राजमार्ग सहज यात्राका लागि रातको समयमा सडक बन्द गरेर सडक विस्तारको काम गर्न लागि हो। सडक आयोजनाले यही चैत्र 27 गतेदेखि चैत्र 31 गतेसम्म दिनको 11 बजेदेखि 3 बजेसम्म 5 घण्टा र 2082 वैशाख 1 गतेदेखि वैशाख 15 गतेसम्म रातिको 11 बजेदेखि बिहान 5 बजेसम्म 6 घण्टा अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्न लागि सडक आयोजनाले जानकारी दिएको छ। अत्यन्तै संवेदनशील र जोखिम क्षेत्र मानिने दाउन्ने पहाडको भित्ता काट्ने पर्खाल लगाउने तथा कलभरका कामहरू भइरहेका छन्। साँगुरो र सडकको काम समेत भइरहेकाले अहिले दैनिक जसो यात्रुहरूले दुःख पाइरहेका छन्। दाउन्ने खण्डको 13 किलोमिटर पार गर्न अहिले सवारी जाम 5 देखि 6 घण्टा लाग्ने गरेको छ। पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले सडक विस्तारको काममा पनि डिस्टर्ब हुने र यात्रुले पनि दुःख पाउने अवस्था देखिएकाले सडक नै बन्द गरेर काम गर्ने प्रस्ताव आयोजनाले गरेपछि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहित बसेर राजमार्ग बन्द गराएर बर्खा अगाडि नै सहज बनाउने निर्णय गरिएको बताउनु भएको छ। ठेकेदार कम्पनीले रातको समयमा आवश्यक बत्तीको प्रबन्ध गरेर सडक विस्तारको कामलाई गति दिने विश्वास दिलाएको छ। पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका 11 देउराली स्थित छुमरुङमा हिमपहिरोमा परि बेपत्ता भएका 28 वर्षीय चिनिया नागरिक यी चेङ युवानको 13 दिनपछि हिजो शव फेला परेको छ। सशस्त्र प्रहरी बल कालिकागण पोखराको विशेष विपद उद्धार टोलीले हिजो बिहान देउराली छुमरुङ स्थित मोदी नदी किनारबाट 20 मिटर उत्तरतर्फ उनको शव फेला परेको कालिकागणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिलिसिनाले जानकारी दिनुभयो। अन्नपूर्ण आधार शिविर एबीसीको पदयात्रा सकेर गान्द्रुकतर्फ फर्कने क्रममा पर्यटक बेपत्ता भएपछि उनको खोजीमा प्रहरी टोली खटिएको थियो। प्रहरी उपरीक्षक तिमिलिसिनाका अनुसार उनको शव पोखरा ल्याउने तयारी भइरहेको छ। यही चैत्र 11 गते दिउँसो 12:30 बजे कास्कीको अन्नपूर्ण गाउँपालिका 11 देउराली स्थित छुमरुङमा हिमपहिरो गएको थियो। बेस क्याम्पबाट फर्केका भारतीय पर्यटकले देउरालीमा गएको हिमपहिरोमा एकजना पुरिएको सूचना प्रहरीलाई दिएका थिए। पर्यटक हराएपछि स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले खोजी गर्दा फेला नपरेपछि कालिकागणबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमान्डमा यही चैत्र 16 गतेदेखि प्रहरी टोली खटेको थियो। नयाँ वर्षको अवसर पारेर अल्टिमा लाइफस्टाइलले ल्याएको एक अफरका कारण भिड जम्मा भएपछि पुतली सडक स्थित आउटलेटको बोर्ड नै प्रहरीले हटाएको छ। अल्टिमाले 82 को अफर भन्दै 3479 रुपियाँ पर्ने फ्युजन 360 इयरबड्स 360 रुपियाँमा बिक्री गर्ने अफर सार्वजनिक गरेको थियो। सोही अफर सार्वजनिक सँगै कम्पनीले आफ्नो नयाँ आउटलेट उद्घाटनको कार्यक्रम पनि राखेको थियो। कम्पनीका अनुसार अत्याधिक भिड बढेपछि तत्कालका लागि अफर स्थगित गरिएको हो। प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा गौतमका अनुसार ठूलो संख्यामा भिड भएपछि स्थिति नियन्त्रणमा लिनका लागि पनि त्यहाँको बोर्ड हटाइएको बताइएको छ। धेरै संख्यामा मान्छेहरू जम्मा भएपछि हामीले स्थिति नियन्त्रणमा लिनका लागि बोर्ड हटाएका हौं, उहाँले भन्नुभयो। उत्तेजित भिडका कारण उक्त कम्पनीका सञ्चालकलाई पनि प्रहरीले केही बेर सुरक्षा दिनु परेको थियो। उक्त कार्यालयमा अत्याधिक ग्राहकहरू सहभागी भएपछि भिडभाडका कारण स्थिति असामान्य बन्दै गयो। कम्पनीले भनेको छ त्यसकारण शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यका साथ अर्को सूचना जारी नभएसम्मका लागि उद्घाटन लगायतका कार्यक्रमहरू स्थगित भएको जानकारी गराउँछौं। शुक्रबार बिहानैदेखि उक्त आउटलेट अगाडि ठूलो संख्यामा ग्राहकहरू जम्मा भएका थिए। भिड बढ्दै गएपछि प्रहरीले बोर्ड नै हटाएर मान्छेहरू तितरबितर पारेको थियो। रक्षा मन्त्री मानवीर राईले देशमा अराजकता देखा परिरहेको बताउनु भएको छ। शनिबार काठमाडौँमा किराँत राई कर्मचारी मञ्चले आयोजना गरेको 15औं स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले इतिहासले तत्कालीन राजालाई फालेको, लिच्छवीकालीन मल्लकालीन शासन फालेको उल्लेख गर्दै शाह र राणाहरू पनि आन्दोलनबाट फालिएको उल्लेख गर्नुभएको छ। उहाँले इतिहासमा फर्काउनु भनेको मृत्युवरण गर्नुभएका पुर्खाहरूलाई पनि फर्काउने तर्क भएको बताउनु भएको छ। राजतन्त्र फर्काउने कुराप्रति टिप्पणी गर्दै उहाँले राजतन्त्र फर्काउने कुरा सम्भव नरहे पनि प्रयास जारी रहेको भन्ने बताउनुभयो। उहाँले आफूहरूले पनि विभिन्न नाममा आन्दोलन गरेको तर व्यक्तिको घरमा आगो लगाउने, लुट्ने, पत्रकार जलाउने काम भने नगरेको बताउनुभयो। आफूले मान्छेलाई जिउँदै जलाउने काम नगरेको भन्दै अहिले निकै अराजकता देखिएको उल्लेख गर्नु भएको छ। मन्त्री राईले किराँत राई समुदायका मानिसहरू बेइमानी हुन नहुने पनि बताउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराज भक्त श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमाले दुई दलीय तन्त्रको अभ्यासमा लागेको भन्दै कटाक्ष प्रकट गर्नु भएको छ। चितवनको भरतपुरमा पार्टीको जनयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले नयाँ तथा सानालाई निषेध गरेर लोकतन्त्रवादीहरू मात्रै स्थापित भइरहन खोजिएको र अब जनताले त्यसलाई निषेध पार्ने बताउनुभयो। कांग्रेस एमाले दुई दलीयकरणमा जान खोज्नु भएको छ, साना र नयाँलाई निषेध गर्न थालिएको छ। उहाँले भन्नुभयो दुई दलीयकरणमा लैजानै पर्दैन, जनताले बुझिसके एउटा लोकतन्त्रवादी र अर्को लोकतन्त्रवादी भनेर समयले परीक्षा लिनेछ को लोकतन्त्र र को लोकतन्त्रको पक्षमा उभिनेछन्। त्यस्तै उहाँले कांग्रेस एमाले झुक्याउँदा झुकिएका छन् भन्ठानेर भ्रम पालिरहेको पनि बताउनु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले व्यवसायीहरूले नेपालमै उत्पादित वस्तु निर्यात गरेर नाफा कमाउनु पर्ने बताउनु भएको छ। शनिबार काठमाडौँमा नेपाल हिमालयन सीमापार वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले विदेशबाट वस्तु आयात गरेर नाफा कमाउनेले नेपालमै कुनै न कुनै उद्योग कलकारखाना लगानी गर्नुपर्ने बताउनुभयो। नेपालमा उत्पादित वस्तुको ब्रान्डिङ र लेबलिङ गरेर विश्व बजारमा निर्यात गरे मात्रै व्यवसायी र राज्य फस्टाउने उहाँको भनाइरहेको छ। उहाँले नेपाल छिमेकी दुई ठूला राष्ट्र चीन र भारतको बजार बनेको तर नेपालले वस्तु उत्पादन गरेर ब्रान्डिङ गर्न नसक्दा समस्या आएको बताउनुभयो। उहाँले वस्तु आयातबाट भएको नाफाबाट राजधानीमा घर बनाएर सुखशैलमा बसेर मात्रै समृद्धि हुन नसक्ने टिप्पणी गर्नु भएको छ। मन्त्री भण्डारीले हिमालय पार व्यापारलाई समृद्ध बनाउन सरकार तयारी अवस्थामा रहेको बताउनुभयो। व्यवसायीहरूको मागलाई सम्बोधन गरेर नीति तथा कार्यक्रमहरू लागू गराउन आफूले उच्च प्राथमिकतामा राखेको पनि उहाँको भनाइरहेको छ। उहाँले आफ्ना माग सरकार समक्ष पेश गर्न व्यवसायीहरूलाई आग्रह समेत गर्नुभयो। नेकपा यसले तीनकुनीमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत्र 25 गते देशभर विरोध प्रदर्शन एवं सभा गर्ने भएको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी त्यसमा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाव दिने उद्देश्यले विरोध प्रदर्शन एवं सभा गर्न लागि बताएको छ। पार्टी मातहतका कमिटीले देशभरका पालिका, वडा, तह, प्रदेश क्षेत्रमा विरोध प्रदर्शनको कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो। उक्त घटनाबाट पार्टी कार्यालयमा पुगेको क्षति विवरण संकलन गर्न केन्द्रीय उपमहासचिव रामकुमार भट्टराईको संयोजकतामा कार्यदल गठन गरिएको छ। मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तर्राष्ट्रिय परिस्थितिबारे जनतालाई सुसूचित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि मुलुकमा सुशासन, रोजगारी, समृद्धि लगायत विषयमा देशभर राजनीतिक सभा गर्ने कार्यसूची रहेको छ। पार्टीले संगठन सुदृढीकरणका लागि जनताको आर्थिक तथा सामाजिक न्यायको अवस्था अध्ययन गरी उनीहरूको गरिबी निवारण, सुशासन, जनजीविकामा केन्द्रित आन्दोलनका कार्यक्रमहरू बनाएको छ। मुलुकमा राजनीतिक आडमा भएको विकृति बारे पनि भण्डाफोर गर्ने जनाएको छ। समाज कल्याण परिषदको स्वामित्वमा रहेको काठमाडौँको बिरकुटी मण्डप स्थित भवन र जग्गा भोगचलन गरे बापत भाडा नतिर्नेहरू 51 संस्था र व्यक्तिको नाम सार्वजनिक गरेको छ। समाज कल्याण परिषदले 2081 चैत्र 21 गते दैनिक पत्रिकामा 35 दिने सूचना जारी गर्दै 51 जनाको सूची सार्वजनिक गरेको हो। सूचीमा नेपाल पर्यटन बोर्डदेखि चर्चित पत्रकार ऋषि धमलाको रिपोर्टर्स क्लबसम्म छन्। बोर्डको 1,67 लाख बढी बक्यौता छ। क्लबको मात्रै 46,58,649 रुपियाँ बक्यौता बाँकी तिर्न रहेको देखिन्छ। 49 रुपियाँ बक्यौता तिर्न बाँकी देखिन्छ। परिषदको बिरकुटी मण्डप व्यवस्थापन विभागले 51 संस्था, व्यक्ति, व्यवसायीहरूको सूचीमा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखादेखि काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको नाम समेत रहेको छ। पटक पटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि व्यवस्था गरेको विभागले जनाएको छ। तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानुन बमोजिम असुल उपर गरिने विभागले चेतावनी दिएको छ। राष्ट्रसभाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति रवि लामिछानेको लडाईँ कानुनी मात्रै नभएर राजनीतिक लडाईँ पनि भएको बताउनु भएको छ। चितवनबाट सुरु भएको जनयात्रा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै बुर्लाकोटीले भ्रष्ट र दलतन्त्रको प्रश्रय गर्ने सरकारले अदालतको फैसलालाई टेकेर बदनीयतका साथ रातारात पक्राउ गरेको बताउनुभयो। सरकारलाई किन यति हतारो भयो? देश र जनताको चिन्ता गर्ने सभापतिलाई रातारात किन पक्राउ गरियो? यो सरकार कम्तीमा पनि 2 दिन भने पनि बढी दुःख दिउँ, तनाव दिउँ, राष्ट्रसभालाई केही न केही खेदौँ भन्ने चाहन्छ उहाँले भन्नुभयो। उहाँले राजनीतिक लडाईँमा सबै मिलेर जित हासिल गरिने भन्दै हातमा हात मिलाएर एकताबद्ध भएर पार्टी अगाडि बढ्नुपर्ने बताउनु भएको छ। पार्टी हरुवाहरूलाई नियुक्ति गर्ने राष्ट्रिय सभा र प्रदेश सभा समेत खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषदलाई विधायकी अधिकार दिन सकिने उन्नत विकल्पको पक्षमा रहेको पनि उहाँले बताउनु भएको छ। यसका लागि संविधान संशोधन हुनुपर्ने उहाँको भनाइ छ। यस्तै स्थानीय पालिकाको संख्या समेत 500 भन्दा मुनि हुनुपर्ने पार्टीको धारणा रहेको उहाँको भनाइ छ।
नेपाल प्रहरीले भारतीय एम्बुलेन्समा ठूलो परिमाणमा अवैध लागु औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ। शनिबार बिहान 1:55 समयमा ललितपुर जिल्लाको कान्ति लोकपथ सडक खण्डमा रहेको प्रहरी चौकी भट्टे डाँडाको चेकपोस्टमा खटिएका प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिमाणमा अवैध लागु औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको हो। एक पत्तामा 10 क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामाडोल लेखिएको ट्रामाडोल क्याप्सुल 5400 पत्ता, एक पत्तामा 10 क्याप्सुल भएको ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी 50 mg ट्रामन लेखिएको ट्रामाडोल क्याप्सुल 4008 पत्ता, 94080 र BR05 PA 0421 नम्बर भएको भारतीय एम्बुलेन्स 1 थान र मोबाइल 3 थान बरामद गरेको पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभएको छ। पक्राउ पर्नेमा भारत बिहार प्रान्त पूर्वी चम्पारण मोतिहारी जिल्ला टुमरिया ग्राम पञ्चायत वडा नम्बर 5 स्थायी वतन भएका 20 वर्षका समीर अलाम, भारतकै मोतिहारी जिल्ला राजबजार नगर वार्ड नम्बर 33 बताउने वर्ष 33 का मोहम्मद मुन्ना अन्सारी, मोतिहारीको पलानवा ग्राम पञ्चायत वडा नम्बर 1 स्थायी घर वतन बताउने वर्ष 45 का नूरजान खातुन, मोतिहारी जिल्ला नगर वडा नम्बर 5 पछियाटोल स्थायी वतन भएका वर्ष 22 मोहम्मद उमर सिद्दिकी एम्बुलेन्सका चालकलाई पनि पक्राउ गरिएको छ। सवारी चेक जाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौँतर्फ तीव्र गतिमा आइरहेको BR05 PA 0421 नम्बर भएको भारतीय एम्बुलेन्समा चेक जाँच गर्दा लागु औषध बरामद भएको जिल्ला प्रहरी परिषद ललितपुरले जानकारी दिएको छ। एम्बुलेन्सको बिरामी राख्ने ठाउँमा कालोमा सेतो धर्का भएको र कालोमा हरियो धर्का भएका समेत गरी 2वटा छुट्टा छुट्टै झोलामा उक्त लागु औषध भेटिएको थियो। प्रदेश सरकारले भारतीय नम्बर प्लेटका गाडीसँग पटके शुल्क उठाउन भन्सार कार्यालय परिसरमै ठाउँ मागेका छन्। संघीय सरकार बाहेक प्रदेश सरकारले छुट्टै कर लगाउन भन्सारका भवनमा ठाउँ उपलब्ध गराउन माग गरेका हुन्। लुम्बिनी, गण्डकी, कोशी लगायतका प्रदेशले भारतीय नम्बर प्लेटका गाडीहरू ल्याउनेसँग छुट्टै शुल्क लिन थालेका हुन्। भन्सार बिन्दुमा संघीय सरकारले नेपाल प्रवेशको शुल्क लिएर भारतीय पर्यटकलाई नेपाल प्रवेशको अनुमति दिन्छ। भन्सार कार्यालयबाट अनुमति लिएपछि भारतीय नम्बर प्लेटका गाडीहरू गन्तव्यतिर जाने गरेका थिए। तर अब भने ती गाडी जुन प्रदेशमा जान्छ ती प्रदेशले छुट्टै शुल्क लिन थालेका हुन्। लुम्बिनी प्रदेश सरकारले यातायात कार्यालय मार्फत रोड पर्मिट शुल्क उठाउँदै आएको छ। भारतीय नम्बर प्लेटका गाडीको नेपाल प्रवेश शुल्क संघीय सरकार अन्तर्गत भन्सार कार्यालयहरूले लिँदै आएका छन्। लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले भन्नुभयो, सुनौली नाकाबाट प्रवेश गर्दा रूपन्देहीको यातायात कार्यालय र बाँकेबाट प्रवेश गर्दा नेपालगञ्ज कार्यालयमा सडक शुल्क बापत उनीहरूले दस्तुर तिर्दै आएका छन्। गौतमले संघीय सरकारसँग मिलेर एकै ठाउँमा लिन सकिने भए पनि दुई तहका सरकारबीच राजस्व बाँडफाँडमा विवाद हुने देखिएर प्रदेश आफैले उठाउन थालेको गौतम बताउनुहुन्छ। नेपाल प्रवेशको शुल्क संघीय सरकारको स्रोत हो भने प्रदेश यातायात कार्यालयले उठाउने शुल्क प्रदेशकै कोषमा जम्मा हुने प्रदेश सचिव गौतमले बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता अमित पौडेलले भारतीय नम्बर प्लेटका गाडी लिएर आउनेसँग उठाउनु पर्छ भन्ने विषयमा छलफल भए पनि पूर्ण कार्यान्वयन हुन नसकेको बताउनु भएको छ। भारतीय नम्बर प्लेटका गाडीहरूसँग प्रदेश सरकारले कर उठाउन पाउने व्यवस्था छ। आफ्नो स्रोत जुटाउन पनि प्रदेश सरकारले चासो दिएको पौडेलले बताउनुहुन्छ। भन्सार बिन्दुमा प्रदेशका कर्मचारी नभएकाले कार्यान्वयन भइसकेको अवस्था नभएको उहाँको भनाइरहेको छ। गण्डकी प्रदेश सरकारले विदेशी नम्बर प्लेटको गाडी ल्याई गण्डकी प्रवेश गर्नेलाई दैनिक 1000 शुल्क लिने गरेको छ। भन्सारबाट अनुमति लिई गण्डकी प्रवेश गर्दा दैनिक 1000 शुल्क लाग्छ। यातायात व्यवस्था कार्यालय कास्कीका सूचना अधिकारी राजेन्द्र प्रसाद आचार्यले भन्नुभयो, हामीले पटके शुल्क बाबत 1000 रुपियाँ लिने गरेका छौँ। नेपाल बसाइको अनुमति सकिएको अवस्थामा प्रदेशले रकम नलिएको उहाँले दाबी गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका संस्थापक महामन्त्री हाल निलम्बित डाक्टर मुकुल ढकालले पार्टी उपसभापति तथा सांसद डाक्टर स्वर्णिम वाग्लेलाई कारबाही गर्न माग गर्नुभएको छ। देशको सार्वभौमिकतामा बारम्बार प्रहार गर्ने स्वर्णिम वाग्लेलाई कारबाही गरियोस्, ढकालले फेसबुकमा लेख्नु भएको छ। उहाँ अगाडि लेख्नुहुन्छ, देशभित्रका कुरा देशमै सेटल गर्छौं, त्यसका लागि लड्छौं, भन्नुको साटो अन्तर्राष्ट्रियकरण गर्छौं रे सिधा स्पष्ट भाषामा देशलाई औपनिवेशीकरण गर्ने कुरा गरेका छन्। जत्रो ठूलो समस्या होस्, नेपालको समस्या नेपालीले मिलाउने हो, नेपालीले समाधान गर्ने हो। वाग्ले र ढकाल बीच पहिलेदेखि नै राम्रो सम्बन्ध छैन। पहिले एउटै पार्टीमा उपसभापति र महामन्त्रीको हैसियतमा काम गरे पनि गत असार यता उनीहरू बीच तिक्तता छ। गत असार 25 गते पार्टीले कारबाही गरेपछि ढकालले वाग्लेलाई नेपाल भारतमा मिसाउने अभिव्यक्ति दिएको आरोप लगाउनु भएको थियो। उक्त आरोपको खण्डन गर्ने क्रममा वाग्लेले ढकाललाई गजेडी समेत भन्नुभएको थियो। त्यसपछि ढकालले वाग्लेको चितवनको शनिबारको भाषणप्रति लक्षित गर्दै कारबाहीको माग गर्नुभएको हो।
मदन भण्डारी राजमार्ग अन्तर्गत निर्माणाधीन गुल्मीको तमदास रेडी सडक 1 महिनाको लागि बन्द हुने भएको छ। उक्त सडकको रोरू क्षेत्र गाउँपालिका अन्तर्गत ठुलढुङ्गा भिर क्षेत्रमा पहिरो फोर्ने, सडक चौडा गर्ने लगायतका कामका लागि 1 महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जानकारी दिएको छ। सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भए अनुसार हिजोदेखि आगामी वैशाख 22 गतेसम्म सवारी साधन पूर्ण रूपमा बन्द गरिने कार्यालयका प्रमुख एवं इन्जिनियर रमेश चौधरीले जानकारी दिनुभयो। तमघास रेडी खण्ड बन्द भएपछि सवारी साधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको उहाँले बताउनु भएको छ। दुग्ध संस्थान डीडीसीले दूधको परिमाण र गुणस्तरमा बदमासी गरेको पाइएको छ। दूध तथा दुग्धजन्य वस्तुको परिमाण र गुणस्तरमा ठगी गरेको उजुरीका आधारमा कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतका 2 नियामक निकायलाई अनुगमनका लागि पठाएको थियो। डीडीसीले 500 मिलिलिटरको दूधको प्याकेटमा 400 मिलिलिटर मात्रै प्याक गरी बिक्री वितरण गरेको र म्याद नागेको बटरबाट घिउ बनाएर बिक्री गरेको भन्ने उजुरीका आधारमा मन्त्रालयले बिहिबार खाद्य प्रविधि गुण नियन्त्रण विभाग र गुणस्तर तथा नापतोल विभागलाई अनुगमन गराएको कृषि मन्त्रीको सचिवालयले जानकारी दिएको छ। अनुगमनका क्रममा डीडीसीले लापरवाही गरेको भेटिएको सचिवालयका एक अधिकारीले रातोपाटीलाई बताउनुभयो। निरीक्षण नियमित प्रक्रिया भएको हो, त्यसको परिमाण र गुणस्तरमा समस्या छ भनेर उजुरी आयो उहाँले भन्नुभयो। त्यसपछि डीडीसीको पनि हेर्नु पर्यो भनेपछि हेरेका हौं। त्यसैगरी परिमाणको विषयमा गुणस्तर तथा नापतोल विभागलाई निर्देशन दिएपछि बिहिबार र शुक्रबार निरीक्षण गरेको उहाँले जानकारी दिनुभएको छ। परिमाण थोरै भएकोमा कर्मचारीको कमजोरी देखिएको भन्दै रातको समयमा प्याकिङ गर्नुपर्ने 4-5 वटा मेसिनबाट प्याकिङ हुने र विद्युतको भोल्टेज कम अथवा बढी भएको समयमा कर्मचारीले जोख्दै प्याक गर्नुपर्ने भए पनि एउटा कर्मचारीले ठिक छैन भनेर जोख्नुपर्ने हो। तर कहिलेकाहीँ हाई भोल्टेज र लो भोल्टेजको समयमा जति परिमाण प्याक गर्नुपर्ने हुन्छ त्यसमा तलमाथि हुन्छ भन्ने जानकारी गराएको, तर जानी नगरिएको डीडीसीले दाबी गरेको छ भने यसमा कर्मचारीको बदमासी देखिएको विभागले बताएको छ। म्याद नागेको दुग्धजन्य वस्तु बिक्री गरेको हो होइन, के कारण परिमाण घट्न गयो यसबारे आन्तरिक रूपमा अध्ययन गर्न लागि र केही दिनमा रिपोर्ट आउने विभागले जानकारी दिएको छ। काठमाडौँ महानगरपालिकाले वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्न अनुरोध गरेको छ। महानगरपालिकाले एक सूचना मार्फत भनेको छ, काठमाडौँ महानगरपालिका क्षेत्रमा कुकुर बिरालो चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नु हुन सम्बन्धित सबैमा अनुरोध छ। साथै काठमाडौँ महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्रै बिक्री वितरण गर्नु गराउन समेत सूचना मार्फत अनुरोध गरिएको छ। नेपाल बार एसोसिएसनको 27औं केन्द्रीय कार्यसमितिको निर्वाचनमा 2001 कानून व्यवसायले मतदान गरेनन्। शुक्रबार बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म भएको मतदानमा देशभर जम्मा 79.96% मत खसेको छ। बार निर्वाचन समितिका अनुसार देशभर नेतृत्व छनौटका लागि योग्य मतदाता संख्या 9,997 रहेको थियो, जसमध्ये 7,995 मत मात्रै खसेको छ। निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार काठमाडौँ केन्द्रमा 4,643 कानून व्यवसायले मतदान गरेकोमा काठमाडौँ केन्द्र बाहिर 3,361 जना कानून व्यवसायले मतदान गरेका छन्। सिटौलाका अनुसार काठमाडौँ केन्द्र भएका मतदाता 5,871 जना र मतदान केन्द्र परिवर्तन गरी काठमाडौँ उपत्यका बाहिरबाट आएका 231 गरी काठमाडौँ केन्द्रबाट मतदान गर्न योग्य मतदाताको जम्मा संख्या 6,102 रहेको थियो। काठमाडौँ केन्द्रमा सर्वोच्च अदालत र नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालयमा मतदान केन्द्र राखिएको थियो। सर्वोच्च बारमा 618 मतदाता रहेकोमा 550 ले मतदान गरे। उच्च बार पाटनमा जम्मा 2,106 मतदाता रहेकोमा 1,559 मत मात्रै खस्यो। त्यस्तै काठमाडौँ बारमा 1,974 मतदाता रहेकोमा 1,381 ले मतदान गरे। ललितपुर बारमा 665 मतदाता रहेकोमा 560 जनाले मतदान गरेका छन्। भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, रामेछाप, दोलखा, ओखलढुङ्गा, नुवाकोट र विशेष बार गरी जम्मा 579 मतदाता रहेकोमा 388 जनाले मात्रै मतदान गरेका छन्। परिवर्तित केन्द्रबाट 231 मतदाता रहेकोमा 206 मत खसेको समितिले जानकारी दिएको छ। मतदान सकिए पनि मतगणना सुरु हुन भने कम्तीमा सोमबार पछि हुने निर्वाचन समितिले जनाएको छ। चैत्र 25 गतेसम्म बाहिरको मतपेटिका सङ्कलन भएर आइसक्ने अनुमान छ। बाहिरको मतपेटिका आएपछि गणना सुरु हुने निर्वाचन अधिकृत सिटौलाले जानकारी दिनुभएको छ। 3 वर्षीय कार्यकालको 25 सदस्यीय पदाधिकारीका लागि भएको निर्वाचनमा सत्तापक्षीय नेकपा एमाले निकट पेशागत कानून व्यवसाय संगठन पीपीएल र नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन डीएलए बीच गठबन्धन
गठबन्धन भएको छ, जसलाई राजेन्द्र लिङ्गदेल नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी निकट कानुन व्यवसायीहरूले समेत समर्थन गरेका छन्। सत्तापछि लोकतान्त्रिक प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूह नाम दिएको उक्त समूहबाट DLA-मा प्राध्यापक डाक्टर विजय प्रकाश मिश्र उम्मेद्वार रहनु भएको छ भने एमाले निकट PPL-का केदार कोइराला महासचिव रहनु भएको छ। त्यस्तै प्रतिपक्षी समूहका नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक कानुन व्यवसायी संगठन RPL-ले राष्ट्रिय स्वतन्त्र पार्टी रासपा निकट स्वतन्त्र कानुन व्यवसायी संगठन र नेपाल एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरूसँग मिलेर प्यानल बनाएको छ, जसमा RPLA-का रमन कुमार श्रेष्ठ अध्यक्षका उम्मेद्वार रहनु भएको छ भने रासपा निकट कानुन व्यवसायी यज्ञमणि नेउपाने महासचिवका उम्मेद्वार बन्नुभएको छ, जसलाई नेकपा यस लगायतका दल निकटका कानुन व्यवसायीहरूले समर्थन गरेका छन्। हङकङमा हुने 4 देशीय T20 सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ। 14 सदस्यीय नेपाली टोलीमा तीव्र गतिका बलर नन्दन यादवले 3 वर्षपछि स्थान पाएका छन्। सिरिजका लागि रूपन्देहीको भैरवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण हुने भएको छ। सिरिजमा प्रशिक्षकको रूपमा ज्ञानेन्द्र मल्लले नेपाली टोलीलाई प्रशिक्षण गराइरहेका छन्। यसअघि गत चैत्र 15मा नेपाली क्रिकेट सङ्घ क्यानले राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ललाई नियुक्त गरेको थियो। प्रशिक्षक ल नेपाल आउन ढिलाइ भएपछि क्यान मल्ललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ। यसअघि ज्ञानेन्द्र हङकङ सुपर सिक्सेसमा नेपाली टोलीको प्रशिक्षक थिए। मल्लले नेपालको ये टोलीको प्रशिक्षक भएर पनि काम गरेका छन्। सिरिजमा नेपाल र हङकङ सहित कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन्। नेपालले पहिलो खेल चैत्र 27 गते कतारसँग, चैत्र 28 गते कुवेतसँग र चैत्र 30 गते हङकङसँग खेल्नेछ। चैत्र 31 गते तेस्रो स्थान र फाइनलका खेलहरू हुनेछन्। पोखरा थन्डर्सले पूर्व विजेता काठमाडौँ रेजर्सलाई पराजित गरेर नेपाल सुपर लिगको तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा शनिबार भएको पहिलो खेलमा पोखराले काठमाडौँ रेजरमाथि 2-0 को जित निकालेको हो। पोखराको जितमा स्टेफन बेनुङ र सुदीप राईले गोल गरेका हुन्। 3 खेलबाट पोखराले पहिलो 3 अङ्क बटुलेको हो। काठमाडौँको भने 3 खेलसम्म जितविहीन भएको छ। काठमाडौँ यसअघि पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीसँग 2-2 र झापा एफसीसँग गोलरहित बराबरीको नतिजा सामना गरेको थियो। तेस्रो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको काठमाडौँको लक्ष्य पूरा भएन। यो सँगै काठमाडौँले 3 खेलबाट 2 अङ्क मात्र जोडेको छ। 7 टोली सहभागी तेस्रो संस्करणमा तेस्रो खेलसम्म जितबिन रहँदा काठमाडौँ दबावमा पनि परेको छ। यता पोखरा पनि यस खेल अगाडिसम्म अङ्कविहीन टोली हो, तर तेस्रो खेलमा भने पोखराले जित निकाल्यो। पोखराले यसअघि दुवै खेल गुमाएको थियो। उसले पहिलो खेलमा एफसी चितवनसँग 2-0 र दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग 2-1 गोल अन्तरले पराजित भएको थियो। त्यसैले काठमाडौँ विरुद्ध जित्नै पर्ने दबावका साथ पोखरा मैदानमा उत्रिएको थियो। सोही अनुरूप सफल पनि भयो र पोखराले 3 अङ्क जोड्यो। नेपाल सुपर लिग NSL 2025 को अवसरमा फिफा विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। NSL को आयोजक नेपाल स्पोर्ट एन्ड इभेन्ट म्यानेजमेन्टले शनिबार ललितपुर सिटी एफसी र धनगढी एफसी बीचको खेलको हाफ टाइममा कार्लोस नेपाल आउने घोषणा गरेको हो। रोबर्ट कार्लोसको सन्देश सहितको भिडियो दशरथ रङ्गशालाका 2 ठूला स्क्रिनमा सार्वजनिक गरिएको थियो। विशेष गरी फ्री किकका लागि चर्चित रोबर्टो कार्लोस विश्वकै उत्कृष्ट डिफेन्डर मध्ये एक हुन्। 51 वर्षीय कार्लोसले 1992 देखि 2006 सम्म ब्राजिलका लागि खेलेका थिए। उनले 2002 को विश्वकप जितेका थिए। उनले क्लब करियरको लामो समय स्पेनिस जायन्ट्स रियल म्याड्रिडबाट खेलेका थिए। ब्राजिलका लागि उनले 125 खेल खेल्दै 10 गोल पनि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कर वृद्धिको जवाफमा चीनले पनि कर लगाएपछि अमेरिकी शेयर बजारमा जारी उथलपुथल शुक्रबार थप गहिरिएर बढेको छ। यसले व्यापार युद्ध विस्तार हुने र विश्वव्यापी अर्थतन्त्रमा क्षति पुग्ने सम्भावना बढाएको छ। अमेरिकाका 3वटै प्रमुख शेयर सूचकाङ्क 5% भन्दा बढीले घटेका छन्। S&P 500 करिब 6% ले घट्दा यो हप्ता अमेरिकी शेयर बजारका लागि सन् 2020 पछिकै सबैभन्दा खराब साता बनेको छ। युकेमा FTSE 100 लगभग 5% ले घटेको छ। यो 5 वर्षमा भएको सबैभन्दा तीव्र गिरावट हो। एसियाली बजारहरू पनि घटेका छन् र जर्मनी तथा फ्रान्समा यस्तै गिरावट देखिएको छ। विश्वव्यापी व्यापार व्यवस्थालाई पुनर्निर्माण गर्ने बाचा गरेका ट्रम्पले बजार झड्काबारे व्याप्त भएका चिन्ताहरूलाई खारेज गर्दै अमेरिकी श्रम बजार बलियो रहेको बताइरहेका छन्। दृढ सङ्कल्पसहित बस्नुहोस्, उनले सामाजिक सञ्जालमा आफ्ना फलोवर्सलाई भने हामी हार्न सक्दैनौँ। ट्रम्पले प्रत्येक देशबाट आउने सामानहरूमा 10% नयाँ कर लगाउने घोषणा गरेदेखि विश्वव्यापी शेयर बजारले खर्बौं डलरको मूल्य गुमाएको छ। त्यसमा चीन, युरोपेली सङ्घ र भियतनाम जस्ता प्रमुख व्यापारिक साझेदारहरू सहित दर्जनौं देशका उत्पादनहरूले धेरै उच्च दरको सामना गरिरहेका छन्। शनिबारदेखि लागू हुने सहितका
यी केही कदमहरू सन् 1968 पछि अमेरिकामा भएको सबैभन्दा ठूलो कर वृद्धि भएको विश्लेषकहरू बताउँछन्। उक्त उपायहरूले व्यापारमा सङ्कुचन ल्याउने ठानिएको बताउँदै उनीहरूले यसले धेरै देशहरूलाई आर्थिक मन्दीमा धकेल्न सक्ने चेतावनी दिएका छन्। चीनले शुक्रबार ट्रम्पको कदमहरूलाई धम्की र अन्तर्राष्ट्रिय व्यापारको नियमहरूको उल्लङ्घनको रूपमा व्याख्या गर्दै अमेरिकी सामानहरूमा 34% आयात कर लगाएर मुख्य खनिजहरूको निर्यातमा रोक लगाएको छ र अमेरिकी कम्पनीहरूलाई आफ्नो कालो सूचीमा राखेर ट्रम्पको कदमप्रति प्रतिक्रिया दिएको छ। व्हाइट हाउसले वार्ताबारे विरोधाभासपूर्ण सङ्केतहरू दिएका बेला अन्य देशले सम्झौताहरूमा वार्ता गर्न सकिने अपेक्षा राखेको देखिन्छ। भारतमा शताब्दीौंदेखि मुस्लिमहरूले दान गरेका अरबौं डलर मूल्यका सम्पत्ति व्यवस्थापन सम्बन्धी एक विवादास्पद विधेयक भारतको संसदले पारित गरेको छ। घण्टौं लामो बहस र विपक्षीहरूको आलोचनाका बीच दुवै सदनले उक्त विधेयक पारित गरेका हुन्। तल्लो सदन लोकसेवाले पारित गरेको भोलिपल्टै माथिल्लो सदन राज्यसभाले विधेयक पारित गरेको थियो। मुस्लिम नेता र विपक्षी पार्टीहरूले उक्त विधेयकलाई असंवैधानिक भनेका छन्। त्यसले भारतका अल्पसंख्यक मुसलमान समुदायको अधिकार हनन गर्ने उनीहरूले बताएका छन्। सरकारले भने वक्फ भनिने मुस्लिम सम्पत्तिको व्यवस्थापनलाई यसले अझ पारदर्शी बनाउने लक्ष्य राखेको दावी गरेको छ। कानून बन्नु अघि यो विधेयक भारतकी राष्ट्रपति द्रौपदी मुर्मु समक्ष प्रमाणीकरणका लागि पठाइएको छ। राष्ट्रपतिले चाँडै उक्त विधेयक स्वीकृति गर्ने अपेक्षा पनि लिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त विधेयक पारित हुनुलाई एक महत्त्वपूर्ण क्षण भनेका छन्। सामाजिक सञ्जाल एक्समा पोस्ट लेख्दै उनले वक्फ भनिने मुस्लिम सम्पत्ति दशकौंदेखि पारदर्शिता र जवाफदेही अभावको सामनार्थी भइरहेको टिप्पणी गरेका छन्। संसदले पारित गरेको विधायिकाले पारदर्शिता बढाउनुका साथै जनताको अधिकारको रक्षा गर्नेछ उनले लेखेका छन्। यद्यपि प्रतिपक्षले विधेयकको निन्दा गर्दै यसलाई अल्पसंख्यकको अधिकार हनन गर्ने भारतीय जनता पार्टी भाजपाको अर्को चाल भनेका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले तल्लो सदनमा विधेयकको पक्षमा 288 मत भए पनि पक्षमा पनि 232 मत भएको बताउँछन्। यसबाट हामीले के अनुमान गर्न सक्छौं भने विभिन्न दलको विरोधका बावजुद पनि यो विधेयक मनोमानी शैलीमा ल्याइएको छ उनले एक्समा लेखेका छन्। कानून सम्बन्धी समाचार प्रकाशन गर्ने वेबसाइट लाइभ लका अनुसार अल इन्डिया मस्लिज इत्तेहादुल मुस्लिमिन पार्टी अध्यक्ष समेत रहेका विधेयकका कट्टर आलोचक सांसद अवैसीले विधेयक विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। मुस्लिम परम्पराको उक्त समुदायको भलाइका लागि मुस्लिमहरूले गर्ने परोपकारी वा धार्मिक दानलाई वक्फ भन्ने गरिन्छ। यस्तो सम्पत्ति बिक्री गर्न वा अन्य प्रयोजनका लागि लगाउन पाइँदैन। यस्तो सम्पत्ति मस्जिद, मद्रसा, चिहान र अनाथालयको प्रयोगमा ल्याइने भएका कारण 20 करोड भारतीय मुस्लिमहरूका लागि यो महत्त्वपूर्ण छ। यस्तो सम्पत्ति सन् 1995 मा जारी भएको ओएन अन्तर्गत व्यवस्थापन हुँदै आएको थियो। उक्त कानूनले यस्तो सम्पत्तिको व्यवस्थापनका लागि राज्य स्तरीय सञ्चालक समितिलाई जिम्मा दिएको छ। यस्तो सञ्चालक समितिमा राज्य सरकार, मुस्लिम सांसदहरू, राज्य अन्तर्गतको बार काउन्सिलका सदस्यहरू, इस्लामिक विद्वानहरू र वक्फ सम्पत्तिका व्यवस्थापकहरू हुन्छन्। भाजपा सरकारले गएको अगस्तमा वक्फ ऐन संशोधन गर्न विधेयक पेश गरेको थियो। अफगानिस्तानमा तालिबानहरूको हातमा परेका 5 लाख अस्त्रहरू या त हराए या बेचिए या तस्करी गरेर अन्य समूहलाई दिएका स्रोतहरूले बीबीसीलाई बताएका छन्। तीमध्ये कतिपय अल कायदा आबद्ध समूहहरू कहाँ पुगेको संयुक्त राष्ट्रसङ्घले विश्वास गरेको छ। सन् 2021 मा अफगानिस्तानको नियन्त्रण पुनः लिएको बखत तालिबानको हातमा अधिकांश अमेरिकी सहयोगमा किनिएका करिब 10 लाख अस्त्र परेको बीबीसीसँग परिचय लुकाएर बोलेका एकजना पूर्व अफगान नागरिकले बताएका छन्। M4 र M16 जस्ता राइफल अनि अफगान नियन्त्रणमा रहेका अरू पुराना अस्त्रहरू छन् जो त्यहाँ दशकौंदेखि चलेको द्वन्द्वमा उपयोग भएका थिए। अधिकांश अस्त्र अघिल्लो अफगान सरकारलाई दिएका थिए। सन् 2021 मा तालिबान अघि बढेपछि कयौं अफगान सैनिकहरूले या त आत्मसमर्पण गरे या त उनीहरू अस्त्र तथा गाडी छाडेर भागे। केही उपकरणहरू भने अमेरिकी सेनाले त्यत्तिकै छाडेर गयो। ती अस्त्र मध्ये कम्तीमा आधा जति अहिले कहाँ पुगेका छन् भन्ने पत्तो नभएको गत वर्ष तालिबानले राष्ट्रसङ्घ सुरक्षा परिषदको आर्थिक प्रतिवेदनको समितिलाई बताएको स्रोतहरूले बीबीसीले बताएका छन्। समितिका एक व्यक्तिले उनीहरूले अन्य स्रोतसँग बुझ्दा पनि करिब 5 लाख अस्त्रको एकिन अवस्था अज्ञात भएको बताइएको छ। यो विषय एकदमै राजनीतिक बनेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अस्त्रहरू फिर्ता लिने बारम्बार भन्ने गरेका छन्। त्यहाँ 85 अर्ब डलरका अत्याधुनिक अस्त्रहरू छाडिएको उनले बताएका छन्। अफगानिस्तान किन विश्वमै सबैभन्दा धेरै अस्त्र विक्रेता भएको छ तपाईलाई थाहा छ? तिनले हामीले छाडेका अस्त्र बेचिरहेका छन्। नयाँ प्रशासनको पहिलो बैठकमा ट्रम्पले भनेका छन्, म यो मामिला हेर्न चाहन्छु। यदि तिनीलाई पैसा दिनु परे पनि ठिकै छ, तर हामीलाई हाम्रा सैन्य उपकरणहरू फिर्ता चाहिन्छ उनले भनेका छन्।
म्यानमारमा ठूलो भूकम्पबाट मर्नेको संख्या 3,300 भन्दा माथि पुगेको सरकारी मिडियाहरूले शनिबार बताएका छन्। संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपदग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन्। मार्च 28 को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ। यसको परिणामस्वरूप 3,354 जनाको मृत्यु र 4,508 जना भन्दा बढी घाइते भएको तथा 220 जना बेपत्ता भएको सरकारी मिडियाहरूले प्रकाशित गरेको नयाँ तथ्याङ्कले जनाएको छ। विपद भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिसहरू अझै आश्रयविहीन बनेका छन्। उनीहरूका घर नष्ट भएका कारण र थप भत्किने डरले बाहिर सुत्न बाध्य भएका छन्। संयुक्त राष्ट्रसङ्घको एक अनुमान अनुसार 7.7 म्याग्निच्युडको भूकम्पले 30 लाख भन्दा बढी मानिस प्रभावित भएका हुन सक्छन्। यसले 4 वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीलाई थप जटिल बनाइदिएको छ। स्वास्थ्य जानकारीमा हावाको प्रदूषणबाट आँखालाई जोगाउने 10 उपाय के हुन् त्यस विषयमा आज हामी चर्चा गर्छौं। प्रदूषण एक गम्भीर समस्या हो जसलाई हामी नजरअन्दाज गर्न सक्दैनौं। पछिल्ला वर्षहरूमा प्रदूषण उल्लेखनीय रूपमा बढिरहेको छ। हावाको प्रदूषणले मौसममा पनि असर गरेको छ भने हामी मुस्किलले ताजा हावा लिइरहेका छौं। हावाको प्रदूषणले वातावरणलाई असर मात्रै गर्दैन, यसले हाम्रो स्वास्थ्यमा पनि नकारात्मक असर पार्छ। विशेष गरी आँखामा यसको असर चाँडो देखिन्छ। हावाको प्रदूषणले आँखालाई सुक्खापन, जलन र लामो समयसम्म असर गर्ने समस्या जस्तै मोतीबिन्दु वा ग्लाकोमा हुन सक्छ। प्रदूषित वातावरणमा आँखाको सुरक्षा गर्न यी 10 उपायहरू अपनाउन सकिन्छ। चस्मा लगाउनुहोस्। बाहिर जाँदा युभी सुरक्षायुक्त चस्मा लगाएर हिँड्ने गर्नुहोस्। आँखा नरगड्नुहोस्। यदि आँखामा जलन वा चिलाइरहेको महसुस भए पनि त्यसलाई घोट्ने प्रयास नगर्नुहोस्, यसले संक्रमण फैलाउन सक्छ। यदि असहजता लगातार रहन्छ भने नेत्र विशेषज्ञसँग परामर्श लिनुहोस्। आँखाको सरसफाइ कायम गर्नुहोस्। आँखालाई सफा राख्न सफा कपडा वा सफा पानीले नियमित रूपमा धुने गर्नुपर्छ। आई ड्रप प्रयोग गर्नुहोस्। ओभर द काउन्ट लुब्रिकेन्ट आई ड्रप प्रयोग गरेर आँखालाई ओसिलो राख्न सकिन्छ, जसले प्रदूषणका कारण हुने सुक्खापन कम गर्छ। घरभित्रको हावाको गुणस्तर सुधार गर्नुहोस्। घरमा एयर प्युरिफायर प्रयोग गर्नुहोस् र एलोभेरा जस्ता भित्री बोट बिरुवा राखेर हावाको गुणस्तर सुधार गर्नुहोस्। प्रदूषण उच्च हुँदा बाहिर ननिस्किनुहोस्। हावामा धुलो र हानिकारक कणहरू अत्याधिक भएका बेला बाहिरको गतिविधिमा सीमित रहनुहोस्। ह्युमिडिफायर प्रयोग गर्नुहोस्। कोठाको हावा सुक्खा भएमा ह्युमिडिफायर प्रयोग गरेर उचित ओसिलोपना कायम गर्नुहोस्। पर्याप्त मात्रामा पानी पिउनुहोस्। प्रशस्त पानी पिउँदा शरीर हाइड्रेट रहन्छ, जसले आँखा स्वस्थ राख्न मद्दत गर्छ। सन्तुलित आहार अपनाउनुहोस्। भिटामिन ए, सी र ई युक्त खाना खानुहोस्, जसले आँखाको स्वास्थ्यलाई सुदृढ बनाउन र प्रदूषणका असरहरू कम गर्छ। आँखा विशेषज्ञसँग परामर्श लिनुहोस्। यदि तपाईलाई आँखामा निरन्तर असहजता वा दृष्टि सम्बन्धी समस्या देखिएमा तुरुन्तै नेत्र विशेषज्ञसँग सल्लाह लिनुहोला। यिनी समाचार सामग्री सहित हामी समाचारको अन्तमा आइपुगेका छौं। प्रस्तुत गरेको समाचार सामग्रीमा तपाईको केही प्रतिक्रिया भए कमेन्ट बक्समा लेखिदिनुहोला। साथै मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला। तपाईको बाँकी पल शुभ रहोस्। नमस्कार।